साथीहरू सबैजनालाई मेरो नमस्कार। अस्ति भर्खर मैले एउटा अर्को गुड न्युज दिएको थिएँ, म ग्रेजुएट भएँ 2टा डिग्रीमा भनेर। आज अर्को खुसीको खबर लिएर आएको छु। अस्ति थर्सडे बिहिबारको दिन म ग्रेजुएट भएँ र मैले चाहिँ आजबाट अफिसियल्ली काम सुरु गरिसकेको छु। अमेरिकामा ग्रेजुएट हुने बित्तिकै काम पाउन अलिकति गाह्रै छ। म भाग्यमानी नै सम्झिन्छु आफूलाई। मैले चाहिँ ग्रेजुएट हुनुभन्दा 2-3 महिना अगाडिदेखि नै अप्लाई गरेको थिएँ र अप्लाई गरिसकेपछि रेस्पोन्सहरू आए र म ठ्याक्कै मेरो फाइनल सेमिस्टर सकिनुभन्दा अलिकति अगाडि 1 हप्ता जस्तो अगाडि मैले इमेलमा 2-3टा जति अफर पाएको थिएँ। मैले इन्टरभ्यूहरू दिएको थिएँ र त्यहाँमध्ये बेस्ट अफर मैले एक्सेप्ट गरेँ र आजबाट अफिसियली काम सुरु गरेको छु। यस्तो छ मेरो काम गर्ने ठाउँ। यो चाहिँ मेरो सानो डेस्क हो हैन। यो चाहिँ लक गर्नु मिल्दो रहेछ, फाइलहरू राख्ने भयो। अनि एउटा कम्प्युटर यहाँ हुँदो रहेछ, त्यस पछाडि 2टा मोनिटर अनि मेरो लागि चाहिँ यहाँनिर वेलकम टु कम्पनी भनेर नोट हालिदिएका रहेछन्। यो टेबल चाहिँ एकदमै कुल रहेछ है। यो टेबलमा चाहिँ जस्तै मैले यसो थिचेँ भने हाइट बढ्छ है। मलाई अब म अलि होचो मान्छे छु, मैले यसो गर्नुपर्छ। एकदमै फ्लेक्सिबल लाग्यो, प्लास्टिक कुल लाग्यो मलाई। यस्तै छ, एकदमै खुसी छु। अब कर्पोरेट लाइफ अफिसियली सुरु भएको छ। हेरौँ कस्तो हुन्छ।